1998 मा फ्रान्सले फर द फर्स्ट टाइम वर्ल्ड कप जित्यो र त्यसमा स्टार खेलाडी बनेको थिए जिनेदाइन जिडान। उनले फाइनलमा अगेन्स्ट ब्राजिल 2 गोल गरेका थिए जुन चाहिँ एकदमै ब्रिलियन्ट हेडर गोल्स थियो र त्यही 1998 मै उनी ब्यालन डोर विनर पनि बनेको थिए र यही लेजेन्डरी प्लेयर अहिले आएर बन्न गइरहेको छ फ्रान्सको हेड कोच। हुन त फ्रान्समा स्टार खेलाडीहरूको कमी कहिले पनि थिएन। यो पालिको वर्ल्ड कपमा पनि फ्रान्सलाई वान अफ द फेभरेट टिम र वान अफ द वर्ल्ड कप डिजर्भिङ टिम मानिएको थियो, तर हेड कोचको चाहिँ कमी थियो है। त्यही भएर जिनेदाइन जिडानलाई फ्रान्सले ल्याइसकेको छ। तपाईहरुलाई के लाग्छ, जिनेदाइन जिडान एज अ ट्याक्टिक्स, एज अ स्ट्र्याटेजी र एक्सपिरियन्सले भरिपूर्ण कोच बन्न सक्छन् त? हुन त जिनेदाइन जिडानको म्यानेजिङ हिसाबले रियल मड्रिडले 2016, 2017, 2018 मा लगातार च्याम्पियन्स लिग जितिसकेको छ, जसमा स्टार खेलाडी थिए क्रिस्टियानो रोनाल्डो। अनि जुभेन्टसले पनि 2 टाइटल्स जितेको छ जिनेदाइन जिडान हुने बेला। अब तपाईहरुलाई के लाग्छ, के अब रियल मड्रिडको नेक्स्ट क्रिस्टियानो रोनाल्डो केलियन एम्बापे बन्न सक्लान् त? किनभने उनले पनि स्टार हेड कोच पाइसकेको छन् जिनेदाइन जिडान। यो प्लेयरले चाहिँ अब केही गर्न सक्छ, यो कोचले चाहिँ अब फ्रान्सलाई अप्पर लेभलमा पुर्याउँछ जस्तो लाग्छ। तपाईहरुलाई के लाग्छ कमेन्ट गर्नु होला।